डिजिटल युगमा डाटा नै सबैभन्दा ठुलो शक्ति हो। अझ राष्ट्रिय परिचय पत्रमा हुने जैविक विवरण जसले व्यक्तिको पूर्ण पहिचान बोकेको हुन्छ। यो कुनै पनि देशको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय हो। तर नेपालमा एउटा यस्तो सम्झौता हुँदै थियो जसले यो संवेदनशील तथ्याङ्कलाई विदेशी निजी कम्पनीको हातमा पुर्याउन सक्ने जोखिम थियो। यो विषयको आलोचना भए पनि यसलाई रोक्ने आँट कसैले गरेको थिएन। जब गृहमन्त्रीको रूपमा नारायण काजी श्रेष्ठ आउनुभयो, उहाँले यो विषयलाई राष्ट्रिय सुरक्षाको गम्भीर खतराको रूपमा लिनुभयो र अगाडि बनेका जोखिमपूर्ण कार्यविधि र सम्झौतालाई खारेज गर्ने साहसिक निर्णय गर्नुभयो। यति मात्र नभई प्रमाणीकरणको सम्पूर्ण काम विभागको आफ्नै प्रविधि र जनशक्तिको प्रयोग गर्ने निर्णय गर्नुभयो। विज्ञहरूका अनुसार यो निर्णयले नेपालको साइबर सुरक्षालाई ठूलो जोखिमबाट जोगाएको छ। नागरिकको विवरण, राज्यको संरक्षण, राष्ट्रिय परिचय पत्र अब केवल एउटा कार्ड मात्र रहेन, यो नेपालीको सुरक्षित पहिचानको प्रतीक बन्यो। सुशासन र राष्ट्रिय स्वाभिमानको यो अभियान निरन्तर चलिरहनेछ। राष्ट्रघाती सम्झौता खारेज गरी नारायण काजी श्रेष्ठले राष्ट्रिय परिचय पत्रको संवेदनशील जैविक विवरण विदेशी निजी कम्पनीको हातमा जान नदिई राज्यको नियन्त्रणमा सुरक्षित बनाउनुभयो। उहाँको राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वाभिमानको अडानलाई टेको दिन सर्लाही 3 तारा छापमा भोट हालौँ, बचाउन राष्ट्रिय स्वाभिमान, गरौँ तारा छापमा मतदान।